आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। खराबीलाई भलाइले जित्नु। जय मसीह। आज मङ्गलबार अगस्त 11 तारिक साउन 26 गते। आजको बाइबल खण्ड रोमीको पुस्तक 12 अध्यायको 21 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। कोरियाली युद्धको समयमा एक दक्षिण कोरियाली नागरिकलाई कम्युनिस्टहरूले पक्राउ गरे र गोली हान्न आदेश दिए। जब युवा कम्युनिस्ट नेताले थाहा पायो कि उसको जिम्मामा रहेको कैदी साना बच्चाहरूको हेरचाह गर्ने अनाथालयको प्रमुख थिए, उसले तिनलाई छोड्ने निर्णय गर्यो। बरु उसले ती मानिसको छोरालाई मृत्युदण्ड दिने आदेश दियो। 19 वर्षीय छोरालाई उसको बुवाको उपस्थितिमा गोली हानेर मारियो। त्यो युद्धपछि त्यो जवान कम्युनिस्ट नेतालाई संयुक्त राष्ट्र सङ्घको सेनाले पक्राउ गर्यो र मृत्युदण्डको सजाय दियो। तर त्यो सजाय कार्यान्वयन हुनुभन्दा पहिले जसको छोरा मारिएको थियो, ती क्रिस्चियनले त्यो हत्याराको जीवन रक्षाको लागि बिन्ती गरे। तिनले तर्क गरे कि त्यो कम्युनिस्टले मृत्युदण्डको आदेश दिँदा त्यो जवान थियो र उसले के गरिरहेको थियो भन्ने कुरा उसलाई वास्तवमा थाहा थिएन। उसलाई म कहाँ सुम्पिदिनुहोस्, म उसलाई तालिम दिनेछु भनी ती मानिसले बिन्ती गरे। त्यसो हुनु असामान्य कुरा भए तापनि संयुक्त राष्ट्र सङ्घको सेनाले तिनको बिन्ती स्वीकार गर्यो र ती बाबुले आफ्नो छोराको हत्यारालाई आफ्नै घरमा लगे र उसको हेरचाह गरे। बाइबलले भन्दछ, प्रेमको कहिले अन्त्य हुँदैन। यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 13 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। अनि परमेश्वरको प्रेम अनुभव गरेर त्यो युवा कम्युनिस्ट नेता क्रिस्चियन बन्यो र अन्ततः चर्चको पास्टर समेत बन्यो। के तपाईँलाई चोट लागेको छ, धोका दिएको छ वा अन्यायपूर्वक व्यवहार गरिएको छ? रिसमा बदला लिनुको सट्टा यसलाई धर्मशास्त्रीय रूपमा सम्हाल्नुहोस्। कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। आफैले कहिले बदला नल्याऊ, तर परमेश्वरको क्रोधमा छोडिदियो, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। यो कुरा तपाईँले रोमीको पुस्तक 12 अध्यायको 17 पद, 19 र 21 पदमा हेर्न सक्नुहुन्छ। बदला लिने काम हाम्रो होइन, यसकारण हामीले असल काम गरेर खराबीलाई जित्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 980820 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।